हेलो साथीहरु, गुड इभिनिङ सबैजनालाई। आजको न्यू ब्लगमा स्वागत गर्न चाहन्छु हजुरहरूलाई। के कस्तो लाग्छ लाइक शेयर कमेन्ट गरिदिनुस् ल। आज चाहिँ आमाले बारीमा आलु खन्नु हुँदैछ नि त, अन्त म चिया बनाएर लगिदिनु लागेको है। अन्त फर्स्टमा चाहिँ मैले बनाएर खाएँ हो, अन्त त्यहाँदेखि चाहिँ मैले फेरि आमालाई बनाएर चाहिँ फ्लास्कमा हालेर लानु लागेको, किनभने वेदर एकदमै जाडो छ आज है। अन्त फ्लास्कमा हाल्नु लागे है, त्यहाँदेखि कप पनि बोकेँ। आमा ऊ तल आलु खन्नुहुँदैछ, देखिसक्नुभयो। अन्त हाम्रो बारीमा चाहिँ हिउँदे आलु है, बर्खे आलु, अन्त यो प्लेन जग्गामा चाहिँ आमाले मकै रोप्नु भएको अरे। अन्त जाँदैछौँ है, बाटो यस्तो छ, नानीसँग छु नि त। यस्तो घाँस काटेर चाहिँ आमाले आलु रोप्नु भएको, यस्तो हरियो घाँस काटेर चाहिँ है, किनभने चाहिँ अब जनावरहरूले खानु दिएन अरे नि त। यी सबै घाँस काटेर चाहिँ गाईलाई दिइसक्नु भएको रहेछ, त्यहाँबाट चाहिँ आलु खन्नु भएको रहेछ। चिचिलामै खन्नु पर्यो। यहाँ खप्पै पसेन साथीहरु। यो चाहिँ अन सिजनमा खन्ने टाइम भयो नि त। अन्त सानो सानो आलु नै चिचिलामै खन्नु पर्यो है। यो चाहिँ के राख्नु पर्यो भनेको आमाले बिउ राख्नु भएको अरे सागको है। अन्त साग चाहिँ बिचमा आलु, अन्त साइड साइडमा चाहिँ साग रोप्नु भएको थियो नि त। एकदमै बेसी साग र डुकु चाहिँ भइरहेको छ हाम्रोतिर है। अन्त हाम्रोमा छ। अन्त अहिले चाहिँ सागको सिजन है, आलु, अनि त्यहाँदेखि चाहिँ डुकु मटरको सिजन भइरहेको छ हाम्रो गाउँतिर चाहिँ। तपाईँहरूकोतिर के कस्तो हुँदैछ है। यो मुनिबाटै उधिनेको यो चाहिँ माटो अन्त हो नि, अन्त यत्रो त उधिनेछ नि त। कहाँबाट गएको त्यसो मुसा चाहिँ? साथीहरु, यहाँ हाम्रोतिर चाहिँ डुकु भइरहेको छ हाम्रोमा चाहिँ, एकदमै कलिलो है। साग, डुकु, अन्त आलु पनि आमाले बेच्नुहुन्छ अरे 30 रुपियाँ केजी। यदि तपाईँलाई चाहिएको छ र मनपर्छ भने मलाई कल गर्न सक्नुहुन्छ है। अन्त यदि डुकुहरू मनपर्छ भने मलाई कल गर्न सक्नुहुन्छ। आलु चाहिँ 30 रुपियाँ केजी बेच्नुहुन्छ अरे आमाले। अब यत्रो बेसी आलु के गर्नु है, घरमा 2 जना त छौँ। अन्त यो आलु चाहिँ यसको टाइम पुगेर खन्यो भने चाहिँ एउटाले छाप पुग्ने थियो क्या। अन्त यो अहिले चाहिँ सानो सानोमै खन्नु पर्यो। एक डुकु खन्नुभएछ आमाले। अब यो डल्लै खन्दा त कति हुन्छ नि त। डुकु पनि एकदमै राम्रो भइरहेको छ है। यदि तपाईँहरूलाई खानु इच्छा छ भने चाहिँ मलाई कल गर्नुहोस् ल। यो चाहिँ बर्खे आलु अरे, बर्खे आलु पनि खान्छ होला भन्नुहुँदैछ है। यस्तो दामी उयो भइरहेको छ। अनि चाहिँ दुम्सी र जनावरहरूले खानु दिँदैन चाहिँ यतातिर चाहिँ सबै उयो हुन्छ नि त, सब्जीहरू चाहिँ हुन्छ। फाइनली घर फर्क्यौँ। अन्त यहाँ डल्ले खोर्सानी पनि बुढो भएछ है यसको टाइम। अन्त मैले खाजा खान्छु भनेर चाहिँ 1-2 आलु मागेर ल्याएको थिएँ आमालाई है तल। अन्त आमा त खानु हुँदैन अरे, अन्त म उसिनेर खान्छु भनेर चाहिँ उसिन्न थालेँ ढुलढुल गरेर है। अन्त यसमा चाहिँ अन सिजन सागमा अक्टोबर लास्टमा रोप्नु भएको अरे आमाले आलु है। अप्रिलमा खन्ने टाइम हो नि त। थ्याङ्क यू।